साधारण नुनलाई घरको मूल ढोकामा छर्कनुहोस्। यसले फिल्टरको काम गर्छ र घरमा नकारात्मक ऊर्जा पस्न दिँदैन। ढोकाको म्याट मुनि थोरै नुन राख्नुहोस्। यसले खराब नजरलाई बाहिरै रोक्छ र अनावश्यक खर्च कम गर्छ। पैसा टिकिरहोस् भन्ने चाहनुहुन्छ भने आफ्नो वालेटमा एक चिम्टी नुन राख्नुहोस्। धनको आगमन सहज हुनेछ। आफ्नो देब्रे गोजीमा नुन बोक्नुहोस्। यसले अरूको ईर्ष्यालाई हटाउँछ र तपाईँतिर अवसरहरू आकर्षित गर्छ। तनाव वा थकान हुँदा नुन पानीले हात धुनुहोस्। यसले शरीरको सबै नकारात्मकता पखालेर फाल्छ। आफ्नो नोटहरूमा हल्का नुन छर्कनुहोस्। यो धनलाई सुरक्षित राख्ने एउटा प्रभावकारी सङ्केत हो। नुनले खराब नजरबाट बचाउँछ र तपाईँ सुतिरहेको बेला पनि घरको सुरक्षा गरिरहन्छ। म केवल नुन हुँ, तर सचेत भएर प्रयोग गरेमा यसले तपाईँको जीवनलाई साँच्चै सहज बनाउनेछ। वास्तवमा हामीले यो विस्तृत विश्लेषण मेरो नेपाल मोबाइल एपबाट लिएका हौँ। यो एप त आफ्नो व्यक्तिगत ज्योतिष जस्तै हो। यसमा आफ्नो कुण्डली अनुसारको राशिफल र चलेको दशाको जानकारी सबै निशुल्क पाउन सकिन्छ। अझ विवाह, सम्बन्ध, सन्तान, आर्थिक अवस्था, रोजगार वा विदेश यात्रा यस्ता विषयमा दैनिक प्रश्न निशुल्क सोध्न मिल्छ। हो, र एउटा प्रश्नको उत्तर त तुरुन्तै, त्यो पनि निशुल्क प्राप्त हुन्छ। एकदम। यो एउटै एपमा व्यक्तिगत ज्योतिष, राशिफल, पात्रो सबै सुविधा छ। अब अरू कुनै एप चाहिँदैन। आफ्नो कुण्डली अनुसार निशुल्क प्रश्नोत्तर पाउन यो एकदमै उपयोगी छ।